हेलो गाइस, वेलकम टु माई सेकेन्ड ब्लग होइन। म चाहिँ स्कुल जाँदैछु। चट्ट लगाएर बाटोमा हो, खाना खाएर निस्केँ। म चाहिँ चट्ट अहिले बाटोमा छु। बाटो यहाँ 45 मिनट जति लाग्छ स्कुल जान। 45 मिनटको बाटो छ हो। यति गाडी त लाग्दैन। उनीहरू गएर बाइकमा जानु सक्छु। सायद बाइकमा जान्छु होला यस्तो होइन। म चाहिँ अहिले स्कुलबाट फर्किसकेँ। अब यहाँ खाजाहरू लाग्नु चाउमिन बनाउन छु। अब सट्ट खाजा खाएर घरतिर जान्छु। ब्लगलाई चाहिँ जतिसक्दो सेयर गरिदिउँ भने सब्सक्राइब गरिदिउँ ल। स्कुल आउँदा आउँदा बाटोमै पानी परेको आकाशबाट पानी परिरहेको छ है। भिजिसक्नु लागिसक्यो भर्खरै झन् खाजा खाएर निस्केको पानी पर्यो साह्रो भयो। के नि पानी परिरहेको काठमाडौँ यस्तै हो हेर। सबैजना माथि आकाश यस्तो भइरहेको पानी परिरहेको जस्तो छ। पानी परिरहेछ 2-3 दिन भयो पानी परिरहेछ। आजको लागि चाहिँ यति। सबैलाई बाई बाई।